आजकल सबैजना यो भ्लग बनाउन हिँडेका छन्। म मात्रै यो वनमा के गरेर बस्नु। त्यही काइलीको थुथुनु हेरेर बसे मात्रै त हो नि। एकदम खतरा कुरो गर्नुवाला कुले दाइलो मलाई मन पर्यो लो। यो सारा संसार सबै यो मोबाइल सोबाइल किन्दा मैले हो के मैले मलाई पसल राम्रो पसल थाहा छ। ल हिँडिहाल्नु त म तपाईँलाई पनि लगिदिन्छु। कुले दाइ तिमीले मोबाइल ल्याउँदा मलाई पनि एउटा सम्झेर ल्याइदेऊ है। म पनि यसो फोटो खिच्छु भिडियो भ्लग बनाउँछु अनि यसो युट्युब फेसबुकतिर हाल्छु के। ए कुले भाइ तिमी यसो बजारतिर मोबाइल किन्न गएको बेला मलाई पनि यसो एउटा हेरेर ल्याइदेऊ है। मलाई पनि साह्रै झ्याउ लागिसक्यो। म पनि यसो मोबाइल सोबाइल बोकेर ब्लग गर्न हिँड्नु पर्यो के। बडो यत्रो ल्याए त हो नि तिमीहरूलाई। आफै जानी आफै ल्याउने तिमीहरूको नोकर हो म। बडा जान्ने भएर बोल्दा रहेछन् यिनीहरू त कति दिन हाँगामा बसिरहन्छौ र कुले भाइ। कहिले कहीँ त जमिनमा आउला। त्यो बेला मलाई थाहा छ नि मैले के गर्नुपर्छ भनेर। यति कुरा नमाने होइन। त आदरणीय दर्शकवृन्दहरू एउटा भिडियो मैले फेरि पनि बनाएको छु। सबैभन्दा पहिला च्यानललाई लाइक शेयर एन्ड सब्सक्राइब गर्नु होला अनि सँगै रहेको बेल आइकनमा क्लिक गर्नु होला। मलाई एकचोटि फेरि एकचोटि यो भिडियो हेर्न होला। सो प्लिज हेरौँ है त। आजकल सबैजना यो भ्लग बनाउन हिँडेका छन्। म मात्रै यो वनमा के गरेर बस्नु। त्यही काइलीको थुथुनु हेरेर बसे मात्रै त हो नि। एकदम खतरा कुरो गर्नुवाला कुले दाइलो मलाई मन पर्यो लो। यो सारा संसार सबै यो मोबाइल सोबाइल किन्दा मैले हो के मैले मलाई पसल राम्रो पसल थाहा छ। ल हिँडिहाल्नु त म तपाईँलाई पनि लगिदिन्छु। कुले दाइ तिमीले मोबाइल ल्याउँदा मलाई पनि एउटा सम्झेर ल्याइदेऊ है। म पनि यसो फोटो खिच्छु भिडियो भ्लग बनाउँछु अनि यसो युट्युब फेसबुकतिर हाल्छु के। ए कुले भाइ तिमी यसो बजारतिर मोबाइल किन्न गएको बेला मलाई पनि यसो एउटा हेरेर ल्याइदेऊ है। मलाई पनि साह्रै झ्याउ लागिसक्यो। म पनि यसो मोबाइल सोबाइल बोकेर ब्लग गर्न हिँड्नु पर्यो के। बडो यत्रो ल्याए त हो नि तिमीहरूलाई। आफै जानी आफै ल्याउने तिमीहरूको नोकर हो म। बडा जान्ने भएर बोल्दा रहेछन् यिनीहरू त कति दिन हाँगामा बसिरहन्छौ र कुले भाइ। कहिले कहीँ त जमिनमा आउला। त्यो बेला मलाई थाहा छ नि मैले के गर्नुपर्छ भनेर। यति कुरा नमाने होइन। ओके त आदरणीय दर्शकवृन्दहरू एउटा फेरि छुट्टै एउटा मैले प्रयास गरेको थिएँ होइन। ठिक छ यसको आउटपुट मलाई ठिकठाकै लाग्यो राम्रै लाग्यो होइन। अब अहिले जति पनि एआई आएका छन् यी सबै प्रम्प्टमा छन् आधारमा छन्। यो चाहिँ यो भिडियो बनाउनु चाहिँ प्रम्प्टमा आधारित छैन। सिधा कुरो गर्नुपर्दाखेरि मैले यो स्टक फुटेज फोटोबाट बनाएको हो। मतलब मैले त्यो वेबसाइटमा गएर फोटो अपलोड गरिदिएको हो अनि त्यसमा भोइस आफ्नै मोबाइलबाट रेकर्ड गरेर त्यसमा हालिदिएको हो अनि बस एडिटिङ गरेको हो। त्यति मात्रै हो। त्योभन्दा उता केही पनि छैन। यो अलिकति मलाई डिफ्रेन्स लाग्यो। यो चाइनिज एप हो। यो चाइनिज एप हो होइन। अनि यसमा तपाईँले पनि गएर भिडियोहरू बनाउन सक्नुहुन्छ। म तपाईँलाई यसको नाम के हो तल राख्ने होला लिङ्कमा। मलाई ठिकै लाग्यो किन भनेर भन्दाखेरि जस्ट यो चाहिँ कस्तो भनेर भन्दाखेरि अरूमा चाहिँ प्रोम्प्टहरू दिनुपर्छ अथवा क्यारेक्टरहरू बनाउनु पर्ला होइन। यसमा चाहिँ त्यस्तो क्यारेक्टर केही पनि बनाउनु परेन। बस सर्लक्कला त्यो फोटो जो रियलिस्टिक्स आयो कि अलिकति रियलिस्टिक्स अलिकति हेर्नलाई चाहिँ अलिकति रमाइलो लाग्यो। तर यहाँ दुईवटा कुरा चाहिँ मैले नोटिस गर्दाखेरि अलिकति यो जस्तै यो जराएको जुन लिप्सिङ छ जराएको लिप्सिङ र अलिकति बाक्को लिप्सिङमा चाहिँ अलिकति थोरै अलिकति टोन अलिकति फरक हो कि जस्तो लाग्छ मलाई। ठ्याक्कै लाग्यो त एक्ज्याक्ट त्यही दिया चाहिँ छैन जस्तो लाग्छ मलाई होइन। सायद अब उनीहरूको अब मुखको बनावटको कारणले गर्दाखेरि पनि त्यस्तो समस्या भएको होला। तर जुन यो बाँदरको चाहिँ छ बाँदरको चाहिँ ठिकठाकै छ राम्रै छ। यो जराएको चाहिँ अझ पनि खासमा भन्नुपर्दाखेरि मलाई पनि अझ त्यस्तो चित्त बुझेको चाहिँ छैन। खैर आदरणीय दर्शकवृन्दहरू यो ट्रायल हो। सायद भोलि योभन्दा नि उत्कृष्ट हुँदै जाला।
अब स्पेसली यो चाहिँ फोटोबाट नै मैले एनिमेसन गरेर यसो एनिमेसन त के भन्नु लिएर गएर फोटो हाल्दिएर भोइस हाल्दिएर छोडिदिएको हो अब प्रम्प्ट दिनु पर्यो होइन सर्लक लाएर उसले भिडियो दिएको हो होइन अलिकति युनिक र अलिकति नेचुरल र अलिकति फरक तरिकाको मलाई यो लाग्यो मलाई यो राम्रो पनि लाग्यो हुन चाहिँ यो चाइनिज एप हो चाइनिज वेबसाइट हो अनि यो मोबाइलबाट चल्दैन यति कुरा ख्याल गर्नुहोस् यसको लागि डेस्कटपै चाहिन्छ तर चाइनिजले गर्छ यार जेसै भए पनि यार चाइनिज है यसो सोध्छु के म चाइनिजले सबैभन्दा पहिला ChatGPT आयो ChatGPTलाई अब डिपसिक आयो त्योभन्दा एडभान्स भइदिएर आइदियो खतरा भइदिएर आइदियो अब यो भिडियो अब यो तपाईँको अब अरू भ्युसियो यताउति भइदिए भए पैसा तिर्नुपर्छ हेर्नुहोस् अब यसमा पैसा तिर्नु परेको छैन यसरी पनि कन्टेन्टहरू बनाउन सकिन्छ भन्दै यो सानो भिडियो मैले यही टुङ्ग्याएँ हस् नमस्कार आजकल सबैजना यो भ्लग बनाउन हिँडेका छन् म मात्रै यो वनमा के गरेर बस्नु केही काइलीको थुथुनु हेरेर बसे मात्रै त हो नि एकदम खतरा कुरो गर्नुवाला कुले दाइ ल मलाई मन पर्यो ल यो सारा संसार सबै यो मोबाइल सोबाइल किन्दा मैले हो के मैले मलाई पसल राम्रो पसल थाहा छ ल हिँडिहाल्नु त म तपाईँलाई पनि लगिदिन्छु कुले दाइ तिमीले मोबाइल ल्याउँदा मलाई पनि एउटा सम्झेर ल्याइदेऊ है म पनि यसो फोटो खिच्छु भिडियो भ्लग बनाउँछु अनि यसो युट्युब फेसबुकतिर हाल्छु के ए कुले भाइ तिमी यसो बजारतिर मोबाइल किन्न गएको बेला मलाई पनि यसो एउटा हेरेर ल्याइदेऊ है मलाई पनि साह्रै झ्याउ लागिसक्यो म पनि यसो मोबाइल सोबाइल बोकेर ब्लग गर्न हिँड्नु पर्यो के बडो यत्रो ल्याए त हो नि तिमीहरूलाई आफै जानी आफै ल्याउने तिमीहरूको नोकर हो म बडा जान्ने भएर बोल्दा रहेछ नि यिनीहरू त कति दिन आगामा बसिरहन्छौ र कुले भाइ कहिले कहीँ त जमिनमा आउला त्यो बेला मलाई थाहा छ नि मैले के गर्नुपर्छ भनेर यति कुरा नमाने होइन यो एउटा युद्ध हो जुन कल्पना भन्दा पनि पर छ सिरिङ बनाउँछ सम्झना र कल्पना भन्दा निकै परको एक युद्ध हो धेरै साथीभाइ गुमायौं सम्झनामा अब केवल ती मिठा याद मात्रै तर एक सपना हो यो योद्धा